आज म खसी लिन जान लागेको सो आज त्यसैकै भ्लग हो सो पहिला म रेडी हुन्छु म आएको लागि चाहिँ त्यतिकै नर्मल लुगाहरू लगाएँ त्यति धेरै रेडी भएन अब चाहिँ म जान लाग्यो अहिले म यहाँ तल पुगेँ बाबाले त्यहाँ गाडी मिलाउन लगाइराख्नु भएको छ त्यति बेलासम्म म यहाँ कुरिरहेको छु अहिले चाहिँ यो वाला गाडीको टायर झिकेको छ बिग्रेको थियो नि त पङ्चर भएर त्यही भएर अहिले हामी यो वाला गाडीमा गइरहेछौँ किन छैन क्या दिएन हामी चाहिँ अहिले यहाँ खसी बजार आइपुग्यौँ आइपुग्यो खसी बजार दसैँको लागि खसी लिन बुवा र बाबा मिलेर यहाँ खसी चुज गर्दै हुनुहुन्छ अनि म यहाँ त्यत्तिकै बसेको किनभने मलाई चाहिँ चुज गर्न आउँदैन मेरो काम त्यतिकै हेरेर बस्नु अहिले चाहिँ हामीले खसी चुज गरिसक्यौँ त्यो खसी अब हामीले पालो लाएर राखेको छौँ त्यसपछि त्यसको चाहिँ ड्रेसिङहरू गरेर कुखुरा बनाउनलाई चाहिँ राखेर पालोमा छ त्यही अहिले चाहिँ हामी त्यसको लागि प्लास्टिक लिन गइरहेको छौँ अहिले म यहाँको खसी काटकुट गरेर त्यस्तो रेडी गर्नको लागि यहाँ पुगेको अबाउट 2 घन्टा हुन होला मलाई अहिले निन्द्रा लागिसक्यो छाउ पनि लागिसक्यो अहिले चाहिँ यहाँ भित्रपट्टिको रुममा बनाइरहेको छ मलाई त छ्याउ लाग्यो बल्ल काटेर सक्यो 24 किलो 24 किलोको हो यत्रो झोलामा राख्नु परिरहेछ अब हामी घर जान लागेको खसी किनेर हामी घर आइपुग्यौँ बाई 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 भन बाई के बाई अब काटिदिन्छु है बाई आजको लागि यति मात्रै बाई